पूर्णिमाले टोकालेलाई कुकुरको संज्ञा दिएपछि टोकाले पनि झोलासोला कपडा प्याक गरेर घरबाट बाहिर निस्के। दर्शकबिनहरू, तपाईँलाई के लाग्छ? पूर्णिमाले टोकालेलाई यस्तो गरेको देख्दा तपाईँको चित्त दुख्यो कि दुखेन? अथवा पूर्णिमाले टोकालेलाई जे भने पनि दुईजना मिलेर बस्नुपर्छ भन्ने को हुनुहुन्छ? अथवा पूर्णिमाले टोकालेलाई यो हदसम्म भनी यसलाई कारबाही गर्नुपर्छ, यसले दुःख पाओस् भन्ने कतिजना हुनुहुन्छ? भिडियो लाइक गरी हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। र उता भने भुन्टीकी सासू चाहिँ भुन्टीलाई अब जेल लाने भए। भुन्टीको अब दिनदशा सुरु भयो भनेर मनमनै सोचेर खुसीले गदगद हुँदै अब हिँड्न नसक्ने मान्छे, बैशाखी टेकेको मान्छे पनि उठेर हिँड्न थालेकी छिन् र ठुली बुहारीको जेठी बुहारीको गुणगान गाउँदै गाउँभरि हिँड्न पाए हुन्थ्यो भनेर उनी खुसीले गदगद भएकी छिन्। अब के साँच्चै नै भुन्टीलाई साँच्चै नै भूपेन्द्रले पनि अब भुन्टीलाई दोषी ठहराएर जेल जाने हुन्? अथवा भुन्टीको अब आउने भागमा कस्तो रोल देख्न पाइने हो? दर्शकबिनहरू, के तपाईँहरूले भुन्टीको जित हुनुपर्छ, भुन्टीले न्याय पाउनै पर्छ भन्ने जतिले हाम्रो भिडियो लाइक गर्नुहोला र हाम्रो च्यानल सब्सक्राइब पनि गरिदिनु होला। हामी यस्तै यस्तै रिभ्यूहरू यस च्यानलमा लिएर आउने छौँ। र अब के साँच्चै नै नयाँ भागमा पूर्णिमाले गर्दा टोकाले घरबाट बाहिरी अब यी साँच्चै घर कहिले फर्किँदैनन्? अथवा कथाले कस्तो मोड लिने हो हामीले हेर्न बाँकी नै छ। अनि यता भुन्टीलाई दुःख पाएको हेर्न नचाहनेहरू र भुन्टीको रोल सधैँ यस्तै यस्तै हुने, भुन्टीले सुख पाएको कहिले हेर्ने भन्ने जतिले पनि भिडियो लाइक गर्नुहोला र हाम्रो च्यानल सब्सक्राइब गरी भिडियो सेयर गर्नुहोला। आखिर भूपेन्द्रले किन भुन्टीलाई नै दोषी देख्दैछन्? अथवा अरूको कुरा सुनेर, भाइ र बहिनीको कुरा सुनेर भुन्टीलाई पनि दुःख दिने हुन्? अथवा अब आउने भागमा भुन्टीले न्याय पाएको हेर्न चाहनेहरूले पनि हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला।